आहा मासु लगाइदिएछ क्या हो टिका पनि बुहारी होइन मेरो त ल जेसिका जेठी छोरी हो ल छोरी भन्नु के छोरी ल के बनाएको कति वर्षमा बल्ल अहिले टिका लाउनु पाइयो दिनु पनि ल नाति नि अब ल जेसिकाको पालो सिधा लगाइदेऊ र सिधै लगाइदिएछ कि मैले आशीर्वाद दिनु मन लाग्थ्यो मनमा भोलाइदिएछ यसले चाहिँ है चिनी हालिदिने चिनी हालेर जम्थ्यो होला नि बग्यो सबै एक पाथी हाल्नु चाहिँ क्या पुरी बहिनी एक पोखी बगो त्यही पनि बनाइदियो तेरो मम्मीले सब पनि निस्किन्छ दक्षिण बाबाले लगाइदिन्छ बस न बस त्यही भएछ पहिला पहिला जमाना त विदेशमा हुनेहरूलाई त भेटमा लगाइदिन्छु राम्रोसँग पढ्ने है खानेकुरामा ध्यान दिने स्वास्थ्यलाई ख्याल गर्ने है पढाइमा ध्यान दिने एकदम मम्मी बाबालाई हेर्ने तर पढाइ त हेर्नु चिप्लो हुन्छ क्या त्यही भएर यो गलैँचा त पैसा धेरै देखेर ल कहिले पुट्टैले त ए मैले त झगडा गर्नै भुलेछ भयो अर्कोले फोन हानिदिन्छ राति कलेज छ त्यसको त अब बिचरा कति बजे भने 3 बजे भन्छ त दामै पऱ्यो त्यहाँको उहाँको के आमासँग पढ्यो आमासँग पढ्यो कस्तो बगेको हो क्या टिका नबसेको त्यो धेरै उ भयो क्या पातलो भयो बाक्लो भएको भए जम्थ्यो त्यत्रो चामल भिजाउनु पर्ने थियो ल ल ल आउँछ नि भने को आउँछ आउँदैन रिचाले खुट्टा मन ल्याउनु अहिले दिन्छ मम्मीले है टिका पनि सबै बगो यार सानो भन हो त्यहाँ बसिन्छ मलाई ल ल है आमाले लगाइदिन्छ अरे अब अहिले पछि आइन मिलायो बाबु 35 रुपियाँ पर्छ निरोगी रहनु मेरो नाति परमेश्वर शिरमा रहन् दाहिने रहन्
सबैलाई माया गर्ने हुन्। म त बेचेको छ नि त खसो ₹5 छ जति भयो नि हुन्छ क्या फेरि आम छ घरिघरि के हो अब सानो भाग्यमानी भयो नि हाम्रो सानो भाग्यमानी भएर केटीको बनाएको आमा घटु हुनै सक्दैन मेरो कान्छीलाई अनि फेरि आराम आशिष परमेश्वर शिरमा रहन् प्रभु जति पाइला मुनि रहन् सधैँ परमेश्वरले रक्षा सुरक्षित दिउन् कति माथि लगाइदिएको क्या तल लाउने निधारै ठुलो हात निधा ठुलो होस् ड्याममा लाउने हो कस्तो भयो एक माना अट्ने छ त निधा के भयो 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 कति बोल्ने छ मनले आशीर्वाद दिन्छ त्यो चाहन धेरै लाग्छ सुर्ती सुर्ती बनाएको होइन फेरि खाने मान्छे गराउँछ नि त हो पर्दैन 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 क्या पर्दैन पर्दैन छोरामा छोरा नै हो सुख शान्ति रहोस् ए अब यो जात्रा आऊ चिप्लिन्छ हौ चिप्लिन्छ त्यो टायरमा कति वर्ष बल्ल भेट भयो भने जस्तो भयो भएको आशिष सधैँ परमेश्वरले रक्षा सुरक्षा दिउन् परमेश्वर शिरमा रहन् दाहिने रहन् निरोगी रहन् सधैँ रोगी हुनुहुन्न परमेश्वरको भरपूर्ण आशिष भरपूर्ण आशिष उधारो ठिकै उठाउने होइन आज त यतिकै उठाउनु आज आउँदैन अब नजिकको तिमीहरू त्यो सोचेर आउँदैन आउँदैन भने भेट भेटघाट गर्न त आउँछ टिकु लाउनु त आउँछ भाइ बिहानै अनि फेरि काशी पुगेको पार्टी पोहोरबाट त भइ गएको हो तिनीहरू अहिले त ज्वाइन त गाउँमा छ अनि त्यो भान्जी चाहिँ घर गयो होला नि घर गएछ